हेलो गाइज, दर्शन नमस्ते। आज चाहिँ म मन्डी गएको छु। यहाँ चाहिँ चाइनिज सब्जीहरूको यसो मार्केटमा छु है। यो ब्रोकोली, जुगुनी, आइसबर्ग, चाइनिज क्याबेज, पोक चाहिँ, यो सलाद पत्ता, फेब्रिकन, सेलेरी लगायत स्वीट कर्न, रेड येलो बेल पेपर, साथमा मसरुम लगायत यहाँ पुदिना पनि छ। र हामी मार्केट गर्नको लागि आइएको छ। यहाँभित्र कटहलको सब्जीको लागि कटहल काटेर रेडी छ। अनि लगायत अब यहाँ यो पिँडालु पनि हो, सिमीहरू, बिन्स, शीतल चिनी, अमला। हेर्नुहोस् त, नेपालमा अमला काण्ड चलेको थियो एकचोटि। यस्तो मजाको अमला बिक्री हुन्छ यहाँ, 300-400 रुपियाँ किलो। करेला, तिते, लसुन। हेर्नुहोस् त्यो तोरी, घिरौला कति महँगो छ यहाँ। सलगम, फर्सी हाम्रो गाउँघरमातिर त्यो त्यतिकै कुहिएर जान्छ, यहाँ 50 रुपियाँ किलो चलिरहेको छ होइन। यो फर्सीको बोतल लगायत मार्केट चाहिँ मोबाइल छ। यो रातो खुर्सानी पाकेको टाइपको लाग्छ। अनि यो बेसार पनि पाइन्छ यहाँ। शिमला मिर्ची लगायत मटर छ यहाँ। भेन्टाहरू छ, 3-4 प्रकार 5 प्रकारका भेन्टाहरू छन्। यहाँ लौका छ, यो लसुन, चुकुन्दर होइन। यो चाहिँ मसरुमहरू, शङ्ख तरुल पनि पाइन्छ यहाँ। शङ्ख तरुल पनि दामी पाइन्छ, शङ्ख तरुल पनि लगायत मार्केट हो यो पुरा टोटल गाइज। यो गुड मर्निङमा चिसो मौसमलाई तातो बनाऊ कि सुपहरू पिउनको लागि भेजिटेबलहरू राम्रो राम्रो छ गाइज। हेर्नुहोस् त, यो मुलाको यस्तो पनि बिग्रिन्छ। फुलेको फुल मुलाको यस्तो पनि बिग्रिन्छ। यो दाना पनि बिग्रिन्छ। के अरे मुला र प्याजको बिग्रिन्छ। सरी, मुलामा प्याजको गाइज। बढिया मुला। सागहरू हेर्नुहोस् त, यो पालकको साग र यो राईको साग, यो बटुवा, मेथी, धनियाँ, चनाको साग होइन। यो लगायत सबै कुरो। भेन्डी मार्केटमा बडा सस्तो चिज पाइन्छ क्या। तर यही मार्केटमा, सानो मार्केटमा जान्छ भने ठुलो बडा महँगो हुन्छ यो चिजहरू होइन गाइस। खुर्सानीको भण्डारहरू, लसुन 140 रुपियाँ किलो चलिरहेको छ।